नमस्ते सेवारो। आज चाहिँ म यो मोरङ जिल्लाको दुर्गापुरी आसामे टोल भन्ने ठाउँमा एकजना ओख्राबु ज्येष्ठ नागरिकसँग म कुराकानी गर्न आज यो ठाउँमा आएको छु र म केही समयपछि उहाँसँग कुराकानी गर्न गइरहेको छु। बाबु युट्युबमा यहाँहरू दुवैजनालाई स्वागत छ। धन्यवाद। कार्यक्रमको सुरुवात यहाँहरूको परिचयबाट नै गरौँ न। म पहिले यहाँसँग आएँ, तपाईँको आफ्नो परिचय दिनुहोस् न। आफ्नो परिचय ज्यू तपाईँको नाम? अब बाजेकोबाट भन्छु ल। बाजे सुकुपाल, बाबु चित्रराज, चित्रराजको छोरा धनबहादुर ओख्राबु। विवाहबारी कति सालमा भएको? हाम्रो बिहे 17 सालमा भएको। 19 सालमा। 19 सालमा। ए माघी बिहा कि भगाएर? माघी बिहा। ए हाम्पाङबाट यता तपाईँले ओख्राबु ल्याउनु भएको? ओख्राबु हाम्पाङको यक्सोमा हो। ए हाम्पाङको यक्सोमा। तपाईँलाई पाहाडमा चाहिँ के भन्दा चिन्छ? पाहाडमा नाउँ त धनबहादुर ओख्राबु नै भन्छ। तपाईँको अन्य धनबहादुर ओख्राबु भन्दा अरू नाम छैन? छैन। धनबहादुर भनेपछि चिन्छ। धनबहादुर जस्तो नाम गरेका त अरू धेरै होला नि त फेरि? अरू भने त्यो त नाम त छन् र पनि वार्डले गर्यो। 8मा मात्रै छु धनबहादुर। ए 8 नम्बरमा। 9मा पनि छ धनबहादुर, 7मा पनि छ वार्डले गर्यो। आए तपाईँको पुरा नाम चाहिँ मलाई भन्नुहोस् न। अब तपाईँको माइतीपट्टिको बाबा आमा र तपाईँको नाम, बाबा आमाको नाम, तपाईँको नाम? म चन्द्रमाया यक्सो। मेरो आमा पिफ्रानी साम्फाङमा। अब आमाको आमा चाहिँ मलाई थाहा छैन। अनि बाबु मकरजाङ यक्सो, मकरजाङ सुब्बा यक्सो। अनि बाबुको बाबु नरवीर यक्सो, नरवीरको बाबु के अरे मनरथ यक्सो। त्यति मात्रै भन्छु। यहाँको छोराछोरी चाहिँ अहिले कहाँ छ? यहाँसँग साथमा त हुनुहुन्न होला पक्का? अब जेठा छ डम्मरे धरानमा छ। ए माइला छोरा उता युकेमा छ लक्ष्मी। सैला छोरा दमकमा छ सुमन। रत्ने यो माथि उसमा छ धान खेती। अनि ठुली छोरी कुमारी उता उसमा छ चरालीमा। मैली छोरी माथि उसमा छ घत्ता इलाम। कान्छी छोरी यी छ। जस अहिले हजुरहरू कान्छी छोरीसँग बसिराख्नु भएको छ? कान्छी छोरीकोमा बसिया छौँ अहिले। जस छोरीले राम्रै गरिरहेछ नि। अब यही छोरीकैमा जिन्दगी बित्छ। अब यही घरमै जस छोरीले राम्रो गरिरहेछ यहाँलाई। अझसम्म राम्रै छ। अझसम्म पछिसम्म राम्रै हुन्छ। अब अनि हजुर कति सालमा झर्नु भएको यता तराई? यहाँ अब 7 वर्ष, कति सालको 7 वर्ष पुग्छ यहाँ त्यो बिर्सिन्छ त। भनेपछि 75 सालमा झर्नुभयो? 75, 76 त्यस्तै होला। अनि सब परिवार झर्नु भएको हो कि केटाकेटीहरू परिवारहरूसँगै झर्नु भयो कि? होइन, हामीहरू अलिक पछाडि झरेको नि त। पहिले केटाकेटीहरू झऱ्यो? ए हामी त घर रुँगेर बसेको। ए पाहाडमा? पाहाडमा। ए अनि सबै यहाँ केटा छोरा छोरी बुहारी जम्मै यता आउने भएर हामी पनि आइगएको। ए यहाँ त सरकारी सेवामा जागिर खानुभयो अरे। कति सालमा खानुभयो? कुन पदमा खानुभयो? कुन अफिसमा जागिर खाएको? के पो अतिरिक्त होला ओख्राबुमै गाउँ होला। 40 सालमा खाएको साउनदेखि 60 सालमा छोडियो। त्यतिकै छोडियो। त्यो पेन्सन पनि नदिने त सकुन्जाल गर्ने
नसकेपछि छोडिदिँदा भक्कै हो त्यो। जस्तो अब हजुरलाई नि अँ पहाड रमाइलो थियो कि यहाँ रमाइलो छ? त्यो त हुनु त रमाइलो यहीँ नै रमाइलो हुन्छ नि त। हुनु हावापानी त माथि नै राम्रो हुन्छ, तर हिँड्न त्यता सुविधा यहीँ नै छ। मैले सुनेको यहाँलाई खेसिङ जेठा भन्दा चिन्छ भन्ने जस्तो सुने मैले। भन्नाले यो खेसिङ भनेको चाहिँ के हो खास चाहिँ? खेसिक भनेको खेसिङको मलाई भाषा भन्नुहोस् न। खेसिक ओखर नि, ओखर। ओखरलाई लिम्बू कुरा खेसिक भन्नु पर्छ। त्यसो गर्दाखेरि बारीमा अखर थियो कि, अँ, अनि खेसिक भनेपछि खेसिक भन्छ लिम्बूले, अँ। अनि खेसिक बुङ भनेको हो त्यो चाहिँ। जस्तो यहाँहरूको बारीमा चाहिँ पहिला ओखर धेरै फल्ने, अँ, ओखरकै खेती हुने कि के? होइन यो एउटा बोट हुन्छ नि, ए त्यसो नि त। ए। अनि के भन्छ, एउटा घरको छेउमा बाँस छ भने अँ। त्यो ठुलो बाँसलाई लोकफा भन्छ, लोकफा बुङ्गे पनि भन्छन् त्यो। ए त्यस्तो हुन्छ, लोकफा पनि जस्तो, भन्ने छ नि ओख्राबाट। जस्तो अब पहिला भन्छ नि बाँस छ भने बाँस गाडे भन्छन्, हो। के भन्छन् होइन, पर्वत। त्यस्तै यहाँहरूको पनि त्यो ओखरको उस भएको हुनाले अँ, त्यो भनेको। अनि लिम्बू कुरा त खेसी पुङ्गे, अँ। बाहुन कुरा भने अखर उठे भन्छन् नि। ए हजुर त पहिला त अब बिहा नगर्नु भन्दा अगाडि त अब एउटा युवा अवस्थामा हुन्थ्यो होला होइन? उस बेला त हो। त्यो बेलामा यहाँ त अब निकै मेलापात जानुहुन्थ्यो होला, धान नाच्नुहुन्थ्यो होला, उहाँलाई कसरी फगाउनु भयो? उस बेला त के औँसी भएसम्म त त्यसै धान नाचिन्थ्यो त, बजार गइन्थ्यो नि त। ए यहाँलाई फकाउनु, बजारमा भेट भयो अनि घरमै गइयो माग्नु। ए बा पालम सालम भनेर बा फगाउनु भयो कि? होइन, त्यो घरमै गएर आमा बासँग अँ, गरेको। तपाईँलाई पालम भन्नु आउँछ? पालम भन्नु आउँदैन, पालम धान नाच्ने चलन झन् थियो। तपाईँको बेलामा त त्यो बेला त राम्रो थियो होला त त्यहाँ। उस बेला धान नाच्ने थियो नि त चलन, तर मेरो धान नाच्ने चलन थिएन। ए जस यहाँ पहिला त्यो बेलामा मेलापात त जानुहुन्थ्यो होला नि त? मेलापात अँ, सारा थिएन। थिएन, त्यो बेलामा थिएन हजुरको पालोमा मेलापातहरू? मेला त छोरो पनि गइएन, याद गरिएन त्यसो। अँ, कहाँ जानुहुन्थ्यो हजुर? उस बेला खाली बस्तुमा मात्रै नि। बस्तीमा खेतीमा। ए वस्तु भयो खेतीमा यहाँको। अँ। अनि हजुरहरू त्यो बेलामा चाहिँ ठुलो बजार चाहिँ कहाँ आउनुहुन्थ्यो? ठुलो बजार भनेको पुरानो बजार रामदाली थियो। रामदाली। त्यो त मेला होइन है फेरि त्यहाँ। अँ, ठुलो बजार। औँसी 15 पर्ने, दिने। अँ, औँसी पर्ने थियो। मेला भनेको यता उसमा माघेनी थियो, टेम्बे, अँ। अनि यता के भन्थ्यो त्यो थुकियादो थियो, रामनुमी। ए पहाडको ऐतिहासिक कुराहरू यहाँलाई केही थाहा छ? पुराना कुराहरू? त्योहरू छैन त्यस्तो, यादै छैन त्योहरू। हजुर पहिलोचोटि धरान कहिले झर्नु भएको थाहा छ? तपाईँ बाबा आमाहरूसँग आउनु भएको हो कि बाबुसँगको। बाउसँग? उता बाबु त ऊ हो नि त, ए उसमा आउँथ्यो नि घोपामा। ए बाबा चाहिँ पेन्सिन? अँ, ए ब्रिटिस आर्मी? अँ। बाबाको नम्बर थाहा छ? बाबुको नम्बर बिर्सिसक्यो त छैन। कुन पल्टनको? पल्टन त मलाई को होइन पल्टन त हुन्छ नि, जस्तो अब 10 जेयर हुन्छ, 7 जेयर हुन्छ, 11 जेयर हुन्छ। 11 जार होइन, त्यसको के भन्थ्यो, आर्मी के पो भन्थ्यो। जस ब्रिटिस आर्मी चाहिँ हुनुहुँदो रहेछ भन्ने कुरा चाहिँ प्रष्ट भयो। आर्मी धरान हेर्नु आएको, भारी बोक्नु पनि उस बेला 2 पाथिनु बोक्ने मैले। भारी बोक्नु आउँदाखेरिको सम्झना छ किन हजुरलाई? छैन, किन छैन, छ त नि। त्यहाँ बाटोमा केही भेटेकाहरू यस्ता बाटोमा त जङ्गलमा ऐतिहासिक कुराहरू? बाटोमा कोही ठाउँ घर थियो, कोही ठाउँ जङ्गलमै बस्ने थियो सबै चलन। ए जहाँ पानी छ त्यहीँ बस्ने। ए बिहान पनि पानी भएको ठाउँमा भात पकाएर खाने। ए जस्तो उहाँबाट हजुरको गाउँबाट यता धरान आउनलाई कति दिन लाग्थ्यो? घरबाट आउँदाखेरि 4 दिन लाग्थ्यो, 4 दिन धरान आउनु? अनि जाँदा 15 दिन लाग्थ्यो घरमा पुग्दा। आमा भारी बोकेर? तर भारी पनि के र, त्यो लाताले कहिले नदेखे जस्तो बोक्नु पर्थ्यो। ए तँ कि म त्यस्तो थियो भारी बोक्नुमा। ए त्यो बेलामा उम्, ए दुःख थियो नि है, झोड जङ्गल थियो होला, उस बेला बाटो पनि राम्रो थिएन होला। बाटो राम्रो थिएन नि नि होइन? त्यो उकालो कस्तो छ त, धारा पानी उकालो त्यो अँ। गरेटो त मात्रै मात्रै झन्नी पर्ने थियो, त्यस्तो पनि भारी बोकेर हिँड्थ्यो होला। अनि त्यो मात्रै त्यहाँ मुर्गादेखि उकालो जाँदा त्यो मात्रै ठेकु नाला भन्ने त्यस्तोमा दुःखले हिँडेको नै हो, तर मान्छे भने सबै त्यसै भारी बोक्ने मात्रै थियो उस बेला। त्यो बेलामा धरान भन्दा ताप्लेजुङ नजिक होइन र?
ताप्लेजुङबाट बोक्दा हुँदैन थियो र धरानै झर्नु पर्थ्यो उस बेला अँ उस बेला तापजुङै थिएन नि त एउटा एउटा घर थियो नि ए बजारै थिएन नि ताप्लेजुङमा अँ बेलामा चाहिँ जस्तो भनेपछि ताप्लेजुङ थिएन भनेपछि तपाईँहरू चाहिँ कहाँ तेह्रथुम आउनुहुन्थ्यो तेह्रथुम हो, जिल्ला तेह्रथुम थियो त्यतिखेर तेह्रथुम थियो त्यो छुटेको थिएन ताप्लेजुङ र तेह्रथुम त्यो बेला छुट्टिया थिएन त्यो तापजुङमा त ऊ नै थिएन नि त अड्डा नै थिएन नि ए त्यो बेलामा अँ तेह्रथुम आउनु पर्थ्यो तेह्रथुम आउनु पर्थ्यो ए अब त्यहाँबाट तेह्रथुम आउनु त नजिक थियो होला 2 दिन लाग्थ्यो नि हौ उहाँ तेह्रथुम पुग्नु जानु गर्दा 4-5 दिन लाग्थ्यो अनि के गर्नु उहाँ गएर पनि अलिकति अड्डामा गएर पनि अलिकति तरिका जानेन भने 5-6 दिन बस्नुपर्ने ए त्यो बेलामा चाहिँ जस्तो तेह्रथुम चाहिँ ठुलै बजार थियो तेह्रथुम पुरानो हो नि त ठुलै थियो नि त उस बेला ए त्यो बेलामा अँ ताप्लेजुङ बजार थिएन थिएन कमिनी मात्रै थियो अड्डा पनि थिएन ए उता त्यो गरेको टोपमा भनेको भर्खरै ऊ बसेको र थाना चौकीहरू ए त्यो बेलामा उस बेला थिएन त्यो ए हजुरको जय जन्म नै माथि नै भएको हो पाहाडमै पाहाडमै हो पाहाडमै जन्म नै जन्मै हो ए यहाँहरू दुवैजनालाई हाम्रो यो ओख्राबु युट्युबमा यहाँले आफ्नो कुराहरू केही सुझावहरू केही उयोहरू राखिदिनु भयो होइन यहाँहरू दुवैजनालाई हामी ओख्राबु युट्युब च्यानल ओख्राबु दाजुभाइहरूबाट चेलीबेटीहरूबाट यहाँहरू दुवैजनालाई हामी धन्यवाद दिन चाहन्छौँ